हेलो एभ्रिवान, आज मेरो शनिबारको दिन कसरी बित्यो भनेर मैले हजुरहरूलाई सेयर गर्दैछु। म चाहिँ बिहानै उठेर नुहाएर डान्स क्लास थियो दृष्णाको घर, त्यसैले दृष्णाको घर गएँ। हामीले चाहिँ यहाँ डान्स सिक्दैछौँ। अहिले चाहिँ हामीले तिजको गानामा प्र्याक्टिस गर्दैछौँ। तिज आउँदैछ नि त, त्यही भएर म चाहिँ डान्स गरेर एकदमै पसिना पसिना भर्छु। हामी चाहिँ आज शनिबारको दिन पनि के गरेर बस्नु घरमा भनेर मामा घर जाने प्लान गऱ्यौँ। यो चाहिँ मेरो मामा घर हो, डाइबुटोल। हामी चाहिँ आमालाई नभनिकन आएको थियौँ, अनि आमा चाहिँ आराम गर्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ बस्दा बस्दा भोक लागेर दृष्णाले दुध लिएर आइन्, अनि आमाले चाहिँ त्यसको खिर, सेलरोटी अनि अचार बनाउनु भएको थियो। हिजो चाहिँ खिर खाने दिन थियो, साउन 15। हिजो चाहिँ हामी खाएको थिएनौँ, आमा पनि एक्लै हुन्थ्यो, त्यही भएर आज हामी सबैजना मिलेर खिर खायौँ। अनि मेरो मम्मी चाहिँ बेलुका भएपछि सबै फुलहरूमा पानी राख्नुभयो। आफ्नो मम्मीको लागि चाहिँ त्यति हेल्प त गर्नै पर्यो। आफ्नो मम्मीलाई हेल्प गर्नको लागि केही काम चाहिँ गरिराख्नुहुन्छ मम्मीले मामा घर गएपछि। अनि हामी चाहिँ खाना खाएर एकछिन बसेर घरतर्फ लाग्यौँ, आमालाई बाई बाई भन्दै। मेरो आजको दिन यसरी नै बित्यो। लाइक, कमेन्ट, सेयर एन्ड फलो गर्न चाहिँ नबिर्सिनु होला।